स्वागत छ हजुरहरूलाई नयाँ भिडियोमा। आज चाहिँ हामी गर्दैछौँ क्लास 12 को एकाउन्टको कस्ट सिट, जुन चाहिँ 2082 को क्वेसन नम्बर 12 मा आएको थियो र यसले 8 मार्क्स कन्ज्युम गर्छ। र लागौँ क्वेसनतर्फ। यसको फर्मेट चाहिँ यस्तो हुन्छ: पार्टिकुलर्स, डिटेल्स, एमाउन्ट। फर्स्टमा बुझौँ कस्ट सिट। कस्ट सिट भनेको चाहिँ एउटा यस्तो फाइनेन्सियल स्टेटमेन्ट हो जसमा चाहिँ कस्ट देखाइन्छ। यसमा चारवटा प्रकारको कस्ट हुन्छ: डाइरेक्ट मेटेरियल, डाइरेक्ट वेज, डाइरेक्ट एक्सपेन्सेस नत्र चार्जेबल एक्सपेन्सेस र अर्को हुन्छ ओभरहेड। यी तीनवटा एड गरेर चाहिँ निस्किन्छ प्राइम कस्ट। र यो चाहिँ डाइरेक्ट प्रोसेसमा गर्नुपर्ने हुन्छ। यसको प्रोसेस बिग्रियो भने यसको पुरै एन्सर नै बिग्रिनेछ। र हेरौँ क्वेसनलाई। अब सबभन्दा सुरुमा हामीले हेर्दाखेरि हेर्नुपर्छ एडिसनल इन्फर्मेसनमा हामीले सबभन्दा सुरुमा हेर्नुपर्ने भनेको चाहिँ मेटेरियल हो। मेटेरियलमा अब ओपनिङ क्लोजिङ दिएको हुन्छ। फर्स्टमा चाहिँ हामीले ओपनिङ लेख्नुपर्छ। ओपनिङ स्टक अफ मेटेरियल कति दिएको छ भन्दाखेरि 40,000 लेखौँ। 40,000 डिटेल्समै लेख्ने। र अब यसमा एड हुन्छ। के एड हुन्छ भन्दाखेरि सामानहरू पर्चेस गर्दा यो मेटेरियलहरू किन्दाखेरि लागेको खर्चहरू जस्तै एड हुन्छ। यहाँ लेखेको छ, फर्स्टमै दिएको छ मेटेरियल पर्चेस भनेर, जुन चाहिँ 4 लाख दिएको छ। यो लेखौँ एड मेटेरियल पर्चेस। चार लाख। अर्को दिएको छ क्यारिज अन पर्चेस। यो पनि त पर्चेसमै लागेको हो नि त, त्यही भएर यो पनि एड गर्नुपर्छ। क्यारिज अन पर्चेसमा दिएको छ 20,000। अरू हेरौँ, अरू केही छ? डाइरेक्ट वेज त अर्कै भएको, एक्सपेन्सेस चार्जेबल एक्सपेन्सेस पनि अर्को भयो। कस्टम ड्युटी। कस्टम ड्युटी भनेको के हो? अरू बाहिरबाट इम्पोर्ट गर्दाखेरि लागेको खर्च, किन्दैखेरि लागेको हो नि त, पर्चेसै गर्दाखेरि लागेको खर्च हो। त्यही भएर यो पनि लेख्नुपर्ने हो। कस्टम ड्युटी दिएको छ 10,000। अब यो सबै, यो माथि सबैको यहाँ भएको जति सबै लेखिसकेर हामीले के गर्नुपर्छ भन्दाखेरि यहाँ भएको मेटेरियलमा भएको क्लोजिङ स्टकलाई चाहिँ माइनस गर्नुपर्छ। क्लोजिङ स्टक दिएको छ कति? 60,000। 60,000 माइनस गरौँ, लेस क्लोजिङ स्टक अफ मेटेरियल 60,000। अब यो लेस गरेर निस्किने भनेको चाहिँ टोटल मेटेरियल कन्ज्युम हो। र यो क्यालकुलेट गर्दाखेरि चाहिँ 4,10,000 आउँछ। यहीँ लेख्नु, अहिले डिटेल्समै लेखौँ। अब हामी गरौँ डाइरेक्ट मेटेरियल सक्यो। अब हाम्रो हो डाइरेक्ट वेज। डाइरेक्ट वेज यहाँ दिएको छ, डाइरेक्टली दिएको छ 2 लाख। डाइरेक्ट लेखौँ, डाइरेक्ट वेजेस 2 लाख। डाइरेक्ट वेज सकेपछि हाम्रो डाइरेक्ट एक्सपेन्सेस नत्र चार्जेबल एक्सपेन्सेस। यहाँ चार्जेबल एक्सपेन्सेस भनेर दिएको छ 80,000। लेखौँ, चार्जेबल एक्सपेन्सेस 80,000। अनि अघि मैले के भनेको थिएँ, डाइरेक्ट मेटेरियल, डाइरेक्ट वेज, डाइरेक्ट एक्सपेन्सेस सबै एड गरेर के हुन्छ? प्राइम कस्ट निस्किन्छ। अब यसको त सबै त्यो गुणा गरेर यो निस्क्यो नि त मेन त डाइरेक्ट मेटेरियल। अनि यसको यो छ यो प्राइम कस्ट। अब यो सबै एड गर्नुपर्छ। 4,10,000 प्लस 2 लाख गर्दाखेरि 6,10,000 प्लस 80,000 गर्दाखेरि 6,90,000। यहाँ लेखौँ 6,90,000। अब यो सक्यो, डाइरेक्ट खर्चहरू हाम्रो सक्यो। अब हाम्रो स्टार्ट हुन्छ ओभरहेड। ओभरहेड यो सिरियली लेख्नुपर्छ। सबभन्दा सुरुमा हुन्छ फ्याक्ट्री ओभरहेड। फ्याक्ट्री ओभरहेडमा चाहिँ फ्याक्ट्रीमा लाग्ने इन्डाइरेक्ट खर्चहरू लागिन्छ।
हेरौँ यहाँ क्वेसनमा के दिएको छ। यहाँ डाइरेक्ट सुरुमै दिएको छ इन्डाइरेक्ट मेटेरियल भनेर। यो भनेको इन्डाइरेक्टली लागेको फ्याक्ट्रीमा लागेको खर्च हो। 20,000 इन्डाइरेक्ट मेटेरियल लेखौँ। अर्को छ फ्याक्ट्री रेन्ट। फ्याक्ट्री रेन्ट दिएको छ 40,000। यो पनि लेखौँ। यदि नाम नतोकेर रेन्ट मात्र लेखेको छ भने त्यो अफिस वा त एडमिनिस्ट्रेसनमा जोडिन्छ। यहाँ चाहिँ नामै दिएको भएर यहीँ लेखेको। अरू के छ भन्दाखेरि डिप्रिसिएसन अन फ्याक्ट्री मेसिनरी छ। नामै फ्याक्ट्री मेसिनरी, सुरुमा फ्याक्ट्री जोडेको छ, त्यही भएर फ्याक्ट्रीमा लेखिने हो। 20,000 दिएको छ। डिप्रिसिएसन अन फ्याक्ट्री मेसिनरी 20,000। अब अरू कुनै खर्च मैले चाहिँ देखिनँ होइन फ्याक्ट्रीमा लागेको। अब यति यो जोडेर चाहिँ हाम्रो निस्किन्छ। यो सबै जोडेर अब कति निस्किन्छ भन्दाखेरि 80,000 यहाँ आयो। यो चाहिँ सिधा लेख्ने। अब यो प्राइम कस्ट र यो जोडेर चाहिँ हाम्रो निस्किन्छ फ्याक्ट्री कस्ट इन्कर्ड। यो चाहिँ हाम्रो नेक्स्ट छ 7,70,000। अब हाम्रो एड हुन्छ अर्को ओभरहेड, जुन चाहिँ हामीले ओभरहेडमा होइन हामीले एडिसनल इन्फर्मेसन हाल्नुपर्छ। यो चाहिँ सेमी फिनिस गुड भनेर। ओपनिङ स्टक भनेको प्लस गर्ने हो, क्लोजिङ स्टक भनेको माइनस हो। सेमी फिनिस्ड गुड एड ओपनिङ स्टक अफ सेमी फिनिस्ड गुड्स कति छ भन्दाखेरि 80,000 र लेस क्लोजिङ स्टक अफ फिनिस्ड गुड्स यो पनि कति दिएको छ 20,000। लेस भएको चाहिँ लेस गर्दाखेरि अब यो 80 मा 20 घटाउँदा कति बच्छ 60 बच्छ भने 60 अब यसमा एड हुने भयो र यो एड गरेर चाहिँ हाम्रो निस्किन्छ फ्याक्ट्री कस्ट। यसलाई के पनि भनिन्छ भन्दाखेरि वर्क कस्ट पनि भनिन्छ। यदि यो सेमी फिनिस्ड गुडको एडिसनल इन्फर्मेसनमा दिएको छैन भने फ्याक्ट्री कस्ट इन्कर्डलाई नै फ्याक्ट्री कस्ट मानिन्छ। र एड गरौँ 60,000 यसमा गर्दाखेरि आयो 8,30,000। र अब यो ओभरहेड सकेपछि हाम्रो एड हुन्छ सेलिङ र एडमिनिस्ट्रेसन ओभरहेड। यो भनेको चाहिँ अफिसहरुमा सेलिङ होइन यहाँ अफिस हो। यो भनेको चाहिँ अफिसमा लागेको खर्च, अफिस र एडमिनिस्ट्रेसनमा इन्डाइरेक्टली लागेको खर्च। र यहाँ क्वेसनमा हेरौँ यहाँ के छ। यो फ्याक्ट्री रेन्टसम्म त हामीले अघि गरिसकेको, यसमा कुनै छैन। डिप्रिसिएसन एन्ड अफिस फर्निचर भनेको छ, अफिसमा लागेको इन्डाइरेक्ट खर्च कति दिएको छ भन्दाखेरि 30,000 दिएको छ खर्च अफिसको फर्निचर डिप्रिसिएसन हुँदा। अरू यो डेलिभरी भ्यान भन्नाले चाहिँ सेल्सको एडमिनिस्ट्रेसन त्यसमा लाग्छ, ओभरहेडमा क्यारेज आउट वर्कमा पनि त्यसमै लाग्छ। लिगल फी यो भनेको चाहिँ अफिसमा लाग्ने खर्च हो र अडिट फी पनि अफिसमै लाग्ने खर्च हो। कति दिएको छ लिगल फी 25,000, अडिट फी 18,000। लिगल फी 25,000, अडिट फी 18,000। र अब यो एड गरेर चाहिँ कति निस्किन्छ हेरौँ 30,000 प्लस 25,000 प्लस 18,000 73,000। अब यो फ्याक्ट्री कस्ट र यो एड गर्दा चाहिँ हाम्रो निस्किन्छ कस्ट अफ प्रोडक्सन
कस्ट अफ प्रोडक्सन प्लस 8,30,000 आयो 9,03,000। अब हाम्रो यसमा एड हुन्छ फेरि अब हाम्रो एड हुन्छ यो एडिसनल इन्फर्मेसनवाला। अब चाहिँ फिनिस्ड गुड मेटेरियलको हामीले सुरुमा गऱ्यौँ सेमी फिनिस्डको फ्याक्ट्री कस्ट निकाल्न गऱ्यौँ र अब यो युज हुन्छ फिनिस्ड गुडको ओपनिङ स्टक फेरि प्लस क्लोजिङ स्टक माइनस ओपनिङ स्टक दिएको छ 1,00,000 क्लोजिङ स्टक दिएको छ 70,000 एड ओपनिङ स्टक finished good 1,00,000 or less closing stock of finished good 70,000 70,000 माइनस गर्दा 1,00,000 मा बाँच्यो 30,000 र यो एड गर्दाखेरि चाहिँ अब कस्ट अफ प्रोडक्सन र यो एड गर्दाखेरि चाहिँ हाम्रो हुन्छ कस्ट अफ गुड्स सोल्ड 9,33,000 हाम्रो निस्क्यो। अब हाम्रो लास्ट ओभरहेड रह्यो सेलिङ ओभरहेड एड गरौँ एड सेलिङ ओभरहेड यो भनेको चाहिँ आफ्नो सामानहरू बेच्दा कम्पनीले लागेको ओभरहेड हो। हेरौँ फर्स्टमा त हामीले अघि डेलिभरी म्यान हेरिहालेको थियौँ डेलिभरी म्यानको दिएको छ 10,000 डिप्रिसिएसन र अर्को छ क्यारेज अनवर्ड त्यो उसको दिएको छ 15,000 डिप्रिसिएसन अन डेलिभरी म्यान 10,000 र अर्को थियो हाम्रो क्यारेज आउटवर्डको 15,000 यो एड गरौँ यो एड गर्दाखेरि आयो हाम्रो 25,000 र अब यो कस्ट अफ गुड्स सोल्ड र यो 25,000 हामीले जोड्दाखेरि चाहिँ हाम्रो निस्किन्छ टोटल कस्ट प्लस आयो हाम्रो टोटल कस्ट 9,58,000 टोटल कस्ट 9,58,000 र हाम्रो अब के दिएको छ हाम्रो मेन त निकाल्नु पर्ने सेल्स हो सेल्सको लागि हामीले निकाल्नु पर्यो प्रॉफिट र यहाँ प्रॉफिट पोलिसी कति दिएको छ भन्दाखेरि 20% अन कस्ट भनेर दिएको छ। मैले यहाँ ट्रान्सफर गरौँ है त अर्को पेजमा हाम्रो आएको थियो टोटल कस्ट 9,58,1,2,3 अब हाम्रो प्रॉफिट दिएको छ 20% अफ टोटल कस्ट भनेपछि यो निकाल्नको लागि 9,58,1,2,3 into 20 divided by 100% गर्नु पर्यो इक्वल्स टु हेरौँ 9,58,1,2,3 into 20 divided by 100 गर्दाखेरि चाहिँ हाम्रो आएको छ 1,916 दुईटा 0 हाम्रो प्रॉफिट आयो यति प्रॉफिटलाई यसमा अमाउन्टमा लेखिन्छ प्रॉफिट भनेर लेखौँ प्रॉफिट 1,916,1,2 अब हाम्रो टोटल कस्ट निकाल्दाखेरि चाहिँ टोटल सेल्स निकाल्नु पर्यो हामीले टोटल सेल्स निकाल्न चाहिँ टोटल कस्ट प्लस प्रॉफिट एड गर्ने हो हाम्रो टोटल कस्ट आएको छ 9,58,0 प्लस 9,19,600 गर्दाखेरि हाम्रो आयो 11,49,600 11,49,600 सेल्स हाम्रो करेक्ट आइसकेको छ सबै हाम्रो करेक्ट आएको छ केही कन्फ्युजन भएमा कमेन्ट गर्नु होला आजको भिडियोलाई यति नै अर्को टेन्डर सिट भिडियोमा फेरि भेट्नेछौँ अहिलेको लागि नमस्ते अलविदा।